गुड आफ्टरनुन एभ्रिवान। आज म तपाईँहरूलाई त्रिभुवन युनिभर्सिटीले बिबिएस फर्स्ट इयरको फाइनेन्सियल अकाउन्टिङ एन्ड एनालाइसिस भन्ने सब्जेक्टमा 2081मा चाहिँ सोधिएको क्वेसन्स पेपरबाट ब्याङ्क रिकन्सिलेसन स्टेटमेन्टको क्वेसन्स गर्न गइरहेको छु है त। ल यो क्वेसन्सबाट तपाईँहरूलाई राम्रो चाहिँ ज्ञान प्राप्त गर्नुहुनेछ र यो भिडियो हेरिसकेपछि ब्याङ्क रिकन्सिलेसनका जति पनि क्वेसन्सहरू छन् बिबिएसमा अहिलेसम्म बोर्डमा आएका र मोडल क्वेसन्सहरू गर्न सक्नुहुन्छ भन्ने मलाई पूर्ण विश्वास पनि छ है त। अब हामी क्वेसन्सतिर लागौँ है त। क्वेसन नम्बर 14 ब्याङ्क रिकन्सिलेसन स्टेटमेन्ट है त। ओके, तपाईँहरू यहाँ देखिराख्नुभएको छ। यो स्क्रिन मैले सेयर गरिरहेको छु तपाईँहरूलाई। यसमा हामीले ब्याङ्क रिकन्सिलेसन क्वेसन गर्नुभन्दा अगाडि हामीले यो कुराहरू चाहिँ जरुरी जान्नुपर्ने हुन्छ है त। जस्तो तपाईँको क्यास ब्यालेन्स हुन्छ एउटा, अर्को पासबुक हुन्छ, अथवा एउटा क्यासबुक हुन्छ एउटा पासबुक हुन्छ। यो क्यासबुक र पासबुक यो दुईवटा नै के हो त, कसको हो त भन्दाखेरि अर्गनाइजेसनको हुन्छ। अर्गनाइजेसनले क्यासबुक ब्यालेन्स गरेको हुन्छ भने ब्याङ्कले अर्गनाइजेसनको खातामा भएको पैसा पासबुक म्यानेज गरेको हुन्छ र यो दुईटा के हुनुहुन्छ, बराबर हुँदैन। विभिन्न किसिमका प्रब्लम्सहरू बिचमा ग्याप हुन्छन्, कम्युनिकेसन ग्याप हुने, विभिन्न किसिमका कुराहरू ग्यापले गर्दाखेरि त्यो एउटा चाहिँ के हुन्छ त, त्यसमा इक्वल हुँदैन होइन। त्यसलाई हामीले त्यो इक्वल नभएको कारणले गर्दा त्यसलाई ट्याली गर्नुपर्ने हुन्छ, रिकन्साइल गर्नुपर्ने हुन्छ। रिकन्साइल गर्नको लागि केही सिस्टम्सहरू छन्, नियमहरू छन्, रुल्सहरू छन्, त्यो अथवा आइडियाजहरू छन्, त्यो चाहिँ हामी यहाँ आज राखेको छौँ है त। ओके, यसमा के भनेको छ त भन्दा हामीलाई थाहा नै छ क्यासबुक र पासबुक हुन्छ भनेर। क्यासबुकले मा डेबिट भयो ब्यालेन्स भन्यो भने चाहिँ इन्कम भयो, त्यो चाहिँ प्लस हुन्छ। क्यासबुकमा क्रेडिट भयो ब्यालेन्स भन्यो भने एक्सपेन्सेस हुन्छ, त्यो माइनस हुन्छ है त। भन्न खोजेको हामीले जब गर्दैछौँ भने ब्याङ्क रिकन्सिलेसन स्टेटमेन्ट क्वेसन सल्भ गर्दैछौँ भने हामीले कुन कुन कुरालाई लेस गर्ने, कुन कुन कुरालाई एड गर्ने भन्ने, कुन कुन कुरा चाहिँ पासबुकमा राख्ने, कुन कुन कुराहरूलाई चाहिँ क्यासबुकमा राख्ने बुझ्नु पर्यो। त्यो आइडियाको लागि हामीलाई के थाहा हुनु पर्यो त भन्दा क्यासबुकले डेबिट गरेको ब्यालेन्स भनेको चाहिँ इन्कम हुँदो रहेछ। इन्कम हुँदासाथ प्लस हुन्छ, चाहे त्यो पासबुकको इन्कम होस् चाहे त्यो क्यासबुकको इन्कम। इन्कम भनेपछि प्लस भयो र एक्सपेन्सेस भने माइनस भयो, एउटा कुरा। दोस्रो कुरा, क्यासबुकमा चाहिँ डेबिट हुँदा इन्कम हुन्छ, पासबुकमा चाहिँ डेबिट हुँदा एक्सपेन्सेस हुन्छ। त्यसको इन्भर्स रिलेसन के हुन्छ त भन्दा क्यासबुक चाहिँ क्रेडिट हुँदाखेरि एक्सपेन्सेस हुन्छ भने पासबुक चाहिँ डेबिट हुँदा चाहिँ एक्सपेन्सेस हुन्छ है त। यो कुरालाई चाहिँ हामीले जान्नु जरुरी छ। अब गयौँ हामी यतातिर अलिकति तल। क्यासबुक इज ह्यान्डल बाई कम्पनी। मैले अघि नै तपाईँहरूलाई एक्सप्लेन गरिसकेँ, क्यासबुक चाहिँ कम्पनीले ह्यान्डल गर्छ र पासबुक चाहिँ ब्याङ्कले ह्यान्डल गर्छ। तर त्यो दुइटै बुकहरू चाहिँ कसको हो त, कम्पनीको हो। अब यसमा चाहिँ हामीलाई के हुन्छ त, अनएडजस्टेड ब्यालेन्स अफ क्यासबुक र पासबुक है त। यहाँ क्वेसन्सले दिएको छ है त, यहाँ हेर्नुहोस् है त। यहाँ हेर्नुहोस् त, क्वेसन्समा भनिएको छ ब्याङ्क स्टेटमेन्ट डिस्क्लोज गरेको छ ब्यालेन्स, अथवा ब्याङ्क स्टेटमेन्टमा कति पैसा देखिएको छ त 11,400। यसलाई हामी के भन्छौँ त भन्दा अनएडजस्टेड ट्रायल ब्यालेन्स एज पर अनएडजस्टेड ब्यालेन्स एज पर पासबुक भन्छौँ है त। कुन अमाउन्टलाई रे, पासबुकमा देखाएको अमाउन्टलाई। त्यस्तै गरेर अब क्यासबुकमा देखाएको अमाउन्टलाई के भन्छौँ त हामी, चेक इस्युड क्यासबुक सोड द ब्यालेन्स भनेको छ। क्यासबुकमा देखाएको ब्यालेन्सलाई हामी के भन्छौँ त भन्दा अनएडजस्टेड ब्यालेन्स एज पर क्यासबुक भन्यौँ हामीले हो। ओके, यहाँसम्म त भयो। अब हामीले फर्मेट के हुनु पर्यो, फर्मेट हाम्रो कस्तो हुनु पर्यो, हरिजन्टल। यो फर्मेटलाई हामीले हरिजन्टल फर्मेट भन्छौँ है त। यो फर्मेटलाई हामी हरिजन्टल फर्मेट भन्छौँ र यसमा चाहिँ हामीले के गर्छौँ त भन्दा कम्पनीको नेम राख्छौँ। कम्पनीको नाम क्वेसन्समा छैन भने हामीले राख्दैनौँ। अर्को चाहिँ के छ त भन्दा ब्याङ्क, मैले यहाँ क्वेसन्स चाहिँ तपाईँहरूलाई गर्न गइरहेको छु है त। अर्को फाइलमा चाहिँ म क्वेसन्स गरिदिन्छु तपाईँहरूलाई।
ओके, यहाँ हेर्नुहोस् है त, अनएडजस्टेड ब्यालेन्स एज पर क्यास बुक 11,000, अनएडजस्टेड ब्यालेन्स एज पर पासबुक यति भयो होइन त। यो क्वेसन्सको टपमा दिएको हुन्छ सधैँभरि। अब आयो हामी यसको पनि एड आइटम, अनि त्यसपछि गएर लेस आइटम, ल यो राख्छौँ है त हामी। यसमा पनि हामी के गर्छौँ त, एड अनि लेस यस्तो गऱ्यौँ है त हामीले। अब हामीले यहाँ क्वेसन्समा जाउँ है त, अर्को क्वेसन्समा जाउँ हामीले। यसमा हेर्नुहोस् है त, यसको क्वेसन्समा चाहिँ के छ, डिपोजिट इन ट्रान्जिट भनेको छ। डिपोजिट इन ट्रान्जिट भनेको क्यास बुकले चाहिँ पैसा जम्मा गर्न पठायो, तर पासबुकले चाहिँ त्यो पैसा जम्मा गरिदिएन भनेपछि नगरेको कसले हो त, पासबुकले हो नि त। त्यस कारणले गर्दाखेरि चाहिँ जसले रेकर्ड गरेको छैन त्यसले नै गर्नु पर्यो। यसको नोट्सहरू म तपाईँहरूलाई यहाँ र देखाउँछु, यहाँ हेर्नुहोस् है त के भनेको छ, डिपोजिट इन ट्रान्जिट अर आउटस्ट्यान्डिङ डिपोजिट भनिन्छ यसलाई। अमाउन्ट डिपोजिटेड इन द अकाउन्ट अफ कम्पनी एन्ड सेन्ट फर डिपोजिट इन टु द ब्याङ्क बट देयर इज नट डिपोजिटेड इन टु ब्याङ्क, ब्याङ्कमा जम्मा भएन भनेपछि त। अब हेर्नु डिपोजिट भनेको के हो त, डिपोजिट भनेको इन्कम भनेर बुझ्नु पर्यो, किन पैसा जम्मा भनेको त जोडिनु हो नि त। डिपोजिटले जहिले प्लसको सिग्नल दिन्छ भने इस्युले जहिले माइनसको सिग्नल दिन्छ, यो कुरा याद गर्नुहोस्। इस्यु भनेको चाहिँ माइनस हो, डिपोजिट भनेको चाहिँ प्लस हो भने। अब यहाँ चाहिँ के भयो त भन्दा त्यो कुरा थाहा भयो हामीलाई। अब कम्पनीले त डिपोजिट गर्यो, डिपोजिट चाहिँ कसले गरेन त भन्दा ब्याङ्कले गरेन, पासबुकले गरेन। जसले रेकर्ड राखेको छ त्यसले राख्नु परेको रेकर्ड चाहिँ है त है। यहाँ कम्पनीले डिपोजिट गरेको छ तर ब्याङ्कले डिपोजिट गरेको छैन, सो पासबुकमा एड गर्ने, अथवा ब्याङ्क अथवा पासबुकले रेकर्ड गरेको छैन त्यस कारणले पासबुकले रेकर्ड गर्नु पर्यो होइन। डिपोजिट भनेको इन्कम हो छ नि यहाँ होइन। भनेपछि अब हाम्रो के भयो त यसमा भन्दाखेरि हामीले यहाँ चाहिँ अब हाम्रो आई नम्बर, अब यो कतातिर गर्ने त भन्दा पासबुकले नगरेको हो त्यस कारणले पासबुकतिर राख्ने है त। भनेपछि ट्रान्जिट डिपोजिट ट्रान्जिट कति छ त, डिपोजिट ट्रान्जिट चाहिँ कति दिएको छ डिपोजिट ट्रान्जिट, क्वेसन्स हेरौँ है त हामीले। 2000 है त। ओके, यहाँसम्म सक्यो। फेरि क्वेसन्स हेरौँ अर्को। अब चेक इस्युड, मैले अघि भनिसकेँ चेक इस्युड भनेको चाहिँ हाम्रो के हो त भन्दाखेरि पैसा झिक्नु पर्ने, इस्यु भनेपछि त माइनस हुन्छ त थाहा भयो, तर कसमा गर्ने त, पासबुकमा राख्ने कि रेकर्ड क्यासबुकमा राख्ने त भन्दा यो चेक इस्यु गर्न अर्गनाइजेसनले पठायो, अर्गनाइजेसनले अलरेडी नै चेक इस्यु गरिसक्यो क्यासबुकमा, अथवा 6,000 क्यासबुकमा घटिसक्यो, तर only 2000 presented for payment, only 2000 presented for payment, only 2000 मात्रै दियो ब्याङ्कले त, पेमेन्ट त जम्मा 2000 मात्रै गर्यो भने कमजोरी कसको भयो त यहाँ, पासबुकको। पासबुकले 4000 चाहिँ मिस गर्यो, दिएन पेमेन्ट केही कारणवश भने अब यो 4000 कसले रेकर्ड राख्नु पर्यो त भन्दा पासबुकले राख्नु पर्यो एउटा कुरा। तर पासबुकले चाहिँ एडमा राख्ने कि लेसमा राख्ने त भन्दा इस्यु भनेको घट्नु हो, लेसमा राख्ने है त। त्यस कारणले गर्दाखेरि हामीले के भन्छौँ त भन्दाखेरि यहाँ पनि चेक इस्युड बट नट प्रेजेन्टेड फर पेमेन्ट है त। ओके, कति छ त यसमा 4000, 6000 मा 4000 है त। अब यसलाई त लेसमा राख्नु पर्यो। ओके, सक्यो। अब आयो फेरि अब नेक्स्ट क्वेसनमा, नोट्स रिसिभेबल। नोट रिसिभेबल भनेको पाउनुपर्ने पैसा, पाउनुपर्ने पैसा पायो 2500, रिसिभेबल भनेपछि पाउनुपर्ने पैसा भनेपछि पक्कै पायो भने बुझ्नु पर्यो। अनि इन्ट्रेस्ट कलेक्टेड बाई ब्याङ्क,
नोट रिसिभेबल भनेको पाउनुपर्ने पैसा 2500 र इन्ट्रेस्ट कलेक्ट भनेको त जम्मा गर्नु हो नि त। कलेक्ट हुनु भनेको त जम्मा हुनु, एड हुनु भनेपछि हामीले कसैलाई लोन दिएको थियो होला, लोनको इन्ट्रेस्ट दियो हामीलाई होइन अर्गनाइजेसनलाई, भनेपछि इन्ट्रेस्ट कलेक्टेड भनेको कति त 600 रेस्पेक्टिभली। अब यो चाहिँ बाई ब्याङ्क भनेको छ, ब्याङ्कले जम्मा गर्यो, जम्मा चाहिँ कसले गरेन त, क्यासले गरेन। त्यस कारणले हामीले क्यासतिर राख्नु पर्यो, रेकर्ड त क्यास बुकमा राख्ने, तर एड कि माइनस त भन्दा कलेक्टेड भनेपछि जम्मा गर्ने, रिसिभेबल भनेपछि पाउनुपर्ने पैसा चाहिँ 2500 चाहिँ नोट रिसिभेबल भयो होइन। नोट रिसिभेबल 2500। त्यस्तै गरेर अर्को के छ, इन्ट्रेस्ट कलेक्टेड। इन्ट्रेस्ट कलेक्टेड कति छ त 600, आई थिङ्क 600 नै होला, हेर म त यहाँ ओके 600 होइन त, यो भयो। अब त्यस्तै गरेर हामी आइबीमा जाउँ। चेक्स अफ ₹4800 डिपोजिटेड बाई द कम्पनी होइन, कम्पनीले 4800 चाहिँ डिपोजिट गरेको, तर पासबुकमा अथवा ब्याङ्कमा जम्मा 42 चाहिँ मात्र रेकर्ड देखियो लास्टमा हेर्दाखेरि त। भनेपछि त यो चाहिँ त जम्मा भयो, उसले ब्याङ्कले जम्मा पनि गर्यो, तर पछि रेकर्ड हेर्दाखेरि चाहिँ थोरै जम्मा भएको देखियो अथवा 600 नपुगेको देखियो भने यो ब्याङ्कले यस्तो केसलाई चाहिँ ब्याङ्कको एरर मानिन्छ, ब्याङ्क एरर मानिन्छ है यसलाई चाहिँ। हेर्नुहोस् है त, यहाँ रिटर्न रहेछ जस्ट ब्याङ्क एरर भनिन्छ है। जम्मा चाहिँ गरेको, ब्याङ्कले पनि एक्सेप्ट गरेको, तर के गर्यो त भन्दा जम्मा चाहिँ पक्को देखिएन। भनेपछि त एरर कसले गर्यो त भन्दा ब्याङ्कले एरर गरेको, भनेपछि ब्याङ्कले एरर गर्यो, पैसा जम्मा गर्ने कि लेस गर्ने त। हेर्नुहोस् त, डिपोजिट गर्यो, कम्पनीले डिपोजिट गरेको, तर यसले चाहिँ यति मात्रै गरिदियो भनेपछि यसमा पनि एड गर्नु पर्यो होइन त। कति नम्बरको छ यो, आइबीमा गल्ती गर्यो नि त, ब्याङ्कले त गल्ती गर्यो। अब यसले त ब्याङ्किङ एरर, ब्याङ्क एरर भनेर लेखौँ। ओके, कति छ एरर 600। ओके, यो भयो नि होइन। अब आयौँ हामी अर्को नेक्स्ट क्वेसन्समा। हेर्नुहोस् है त, चेक यति भयो होइन, एररको कुरा आयो। अब आयौँ हामी कस्टमरको चेक कति छ 3000 हो, 3000 मा रिटर्न बाई द ब्याङ्क, ब्याङ्कले कस्टमरले चाहिँ चेक दिएर पठायो होइन, कसले पठायो भन्दा क्यासबुकले पठायो, तर अर्गनाइजेसनले पठायो क्यासबुकबाट, तर उता पैसै रहेनछ, कस्टमरलाई पैसा दिनुपर्ने थियो अर्गनाइजेसनले, अनि चेक काटेर पठायो 3000ले झिक्नुहोस् भनेर, तर उता गएर ब्याङ्कमा पैसै रहेनछ होइन। ब्याङ्कमा पैसा नभएपछि त उसले दिने कुरो भएन। यहाँ मिस्टेक कसले गरिरहेछ त भन्दा चेकले होइन, क्यासले गर्यो। भनेपछि 3000 चाहिँ के गर्नु पर्यो त, 3000 चाहिँ चेकले चाहिँ के गर्नु पर्यो त, के अरे क्यासले चाहिँ लेस गर्नु पर्यो है त। 3000 क्यासले लेस गर्नु पर्यो। यसलाई हामी के भन्छौँ त भन्दा, यहाँ हेर्नुहोस् है त, योलाई भनेको यहाँ हेर्नुहोस् त, कस्टमर्स चेक 3000 वाज रिटर्न बाई द ब्याङ्क ड्यू टु इनसफिसियन्ट फन्ड। यसलाई हामी नन सफिसियन्ट फन्ड भनेर सिधै राखिदिन्छौँ, नन सफिसियन्ट फन्ड भनेर हामीले सिधै राख्छौँ है त। ओके, यहाँ आइहाल्यो, मैले यसलाई ल राखिहालेँ, नन सफिसियन्ट चेक। कति छ नन सफिसियन्ट चेक हाम्रो, यहाँ हेरौँ क्वेसन्स 3000। 3000 मा 3000 मा 3000 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 3000 मा
5000 यो पनि हाम्रो माइनसमा भयो हैन पैसै थिएन पैसा नभएपछि त जिरो छ भने यसले पनि त जिरो बनाउनु पर्यो अथवा चाहिँ लेस गर्नु पर्यो त्यो पैसालाई हैन ओके अब हामी अर्को नेक्स्ट क्वेसन्समा है त EFT भनेको क्युआर हो क्युआर यसलाई हामी इलेक्ट्रोनिक फन्ड ट्रान्सफर भन्छ तपाईहरुले एकदमै नर्मल भाषामा बुझ्दा EFT भन्दा साथ जहिले पनि बैंकबाट गरिन्छ नि त बैंकिङ ट्रान्ज्याक्सन्स हो त्यसकारणले बैंकमा घटिसक्यो पैसा क्याशमा घटेको छैन कसैलाई पसलमा तपाईले क्युआर गरिदिनु भयो पैसा घट्यो तपाईले त घटाउनु भयो पास तपाईको बैंक त घट्यो नि त हैन क्युआर गर्नु बैंकको हाम्रो एप्सबाट गर्छौं भनेपछि त यो कुरो त क्याशलाई त थाहा छैन हैन क्याशबुकलाई त्यसकारणले क्याशबुकमा पनि यसलाई लेस गर्नु पर्यो EFT पेमेन्ट है त ओके त्यस्तै गरेर अब बैंकको चार्ज छ है त यहाँ बैंकले चार्ज लिएको भने छ बैंकले 100 चार्ज लियो बैंक घट्यो पासबुक त घट्यो तर क्याशबुकलाई थाहा छैन भने क्याशबुकले कसले रेकर्ड राख्नु पर्छ भने क्याशबुकले क्याशले घटाउनु पर्यो हैन त भनेपछि यहाँ पनि हाम्रो के हुनु भयो त भन्दाखेरि चाहिँ बैंक चार्ज भनेर आउने भयो बैंक चार्ज कति छ त 100 है त अब हेर्नुस् त के छुट्यो कि हाम्रो अब त्यो क्वेशन्समा हाम्रो कतिवटा क्वेशन्स थियो सल्भ गर्यौं हामीले ओके अब मैले अघि भनिसके यो दुईटैमा इक्वल आउनु पर्छ अब हाम्रो के भयो त भन्दा यहाँ म गरेर देखाउँछु हेर्नुस् अब यहाँ गरे मैले ओके क्याल्कुलेट गरेर देखाउँछु म तपाईहरुलाई जस्तै 11 यता हेरौँ है त हामी 11000 प्लस 2500 प्लस 600 यति आयो हैन माइनस तलको एकैचोटी गर्दिए 4100 है त माइनस 10000 आयो अब यसमा 10000 आयो भने अब यतातिर हेरौँ है त 11400 प्लस 2600 एकैचोटी गरे मैले ओके यो भयो माइनस 4000 तल छ हैन ओके 10000 इक्वल आयो आन्सर मस्ट बी इक्वल हुनु पर्यो अब यसलाई हामी के भन्छौं त भन्दा एडजस्टेड ब्यालेन्स एज पर क्याशबुक एडजस्टेड ब्यालेन्स एज पर पासबुक अब हेर्नु भयो यहाँ हेर्नुस् त राम्रोसँग हो देख्नु भयो यो क्वेशन्स यसरी तपाईहरुले गर्न सक्नुहुन्छ यही आइडिया हो र क्वेशन्सको के रे सेन्टेन्सहरु पनि यो भन्दा बाहिर डिफरेन्ट तरिकाले दिदैन एकदमै यस्तै सेम टु सेम हुन्छ र यिनै टर्म्सहरु नै तपाईहरुको जुनै क्वेशन्स पनि यिनै टर्म्सहरु राखेर नै क्वेशन्स सोधिएको हुन्छ है त मलाई लाग्छ तपाईहरुलाई यो एकदमै फ्रुटफुल भयो जस्तो लागिरहेको छ मलाई र यो भिडियो हेरिसकेपछि तपाईले बैंक रिकन्सिलिएसन स्टेटमेन्टसँग रहेका सबै क्वेशन्सहरु राम्रोसँग सल्भ गर्न सक्नुहुन्छ भन्ने मलाई पूर्ण विश्वास छ र मलाई आशा छ तपाईहरुलाई यो भिडियो फ्रुटफुल हुनेछ है त ल ओके बाइ सी यू ल सब्स्क्राइब गर्न नबिर्सिनुस् है त सब्स्क्राइब गर्नुभयो भने तपाईहरुले अन्य भिडियोहरु पनि फेरि पनि तपाईहरुले भ्यू गर्न सक्नुहुनेछ है त ओके थ्यांक यू